दर्शकबिन नमस्कार। निरन्तर विकासको बाटोमा मानव समुदाय चलिरहँदा सँगसँगै जोडिएर आइरहेको हुन्छ विलासिता। विलासितासँग सँगै जोडिएर आएको छ हाम्रो समुदायमा रहेको लागु औषध दुर्व्यसनी। लागु औषध दुर्व्यसनी तपाईँ हामीहरूले सुनिरहेको जस्तो सामान्य अवस्थामा छैन। अहिले समाजमा लागु औषध दुर्व्यसनीले यतिसम्म जरा गाडेको छ कि प्रत्येक 100 जना मानिसमा 3 जना लागु औषध सेवनकर्ता भेट्न सक्ने अवस्था सिर्जित भइसकेको छ। यसरी नै लागु औषध दुर्व्यसनीमा फँसेकाहरूलाई लागु औषध दुर्व्यसनीबाट छुटकारा दिलाइरहेका निकै सङ्घ संस्थाहरू पोखरामा अथवा गण्डकी प्रदेशभरिमा भेट्न पाइन्छन्। यिनै सङ्घ संस्थाहरूमध्ये आज हामी आएका छौँ परिवर्तनका लागि युवा सञ्जाल कास्की पोखरामा। परिवर्तनका लागि युवा सञ्जाल कास्की पोखराले यसरी नै लागु औषध दुर्व्यसनीमा फँसेका निकै धेरै युवाहरूलाई त्यो समुदाय र त्यो दुर्व्यसनीबाट निकालेर आफ्नो जीवनलाई पुनर्स्थापना रिइस्टाब्लिसमेन्ट गराएर पुनः सामाजिक जीवनमा फिर्ता पठाएको छ। र यसरी फिर्ता पठाएका एक सफल उद्यमी युवा व्यवसायी हामी माझ हुनुहुन्छ। उहाँसँग आज हामीले तिता मिठा जीवनका अनुभवहरू र उहाँले भोगेका भोगाइहरू साझा गर्नेछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। दाजी नमस्कार। नमस्कार हजुर। हजुरको शुभ नाम भनिदिनुहोस्। मेरो सुभाष चन्द्र कणेल। हजुरको स्वास्थ्य अवस्था ज्यानलाई एकदम आराम छ? अहिले ठिक छ। अहिले ठिक छ? अहिले ठिक छ। ठिक हुन थाल्नु भएको कति महिना कति समय भयो? म अहिले यो ठिक हुन थालेको चाहिँ अहिले ठ्याक्कै 1 वर्ष भयो मेरो। त्यसभन्दा अगाडि? त्योभन्दा अगाडि मैले 6 वर्ष हजुर चाहिँ छोडेको थिएँ। 6 वर्ष अगाडि हजुर, होइन 2 वर्ष अगाडि। 2 वर्ष अगाडि छोडेको थिएँ मैले। 2 वर्ष अगाडि चाहिँ मेरो 6 वर्ष चाहिँ नशारहित भएर बसेको थिएँ म। छोडेको भनिसके पछाडि हामी सबैभन्दा सुरुमा हजुरको जीवनको सुरुवाती चरणमा जाउँ। हजुरको घर चाहिँ पहिला? मेरो पुरानो घर चाहिँ लेखनाथ हजुर खुदी ढुङ्गेपाटन। अहिले चाहिँ मेरो यो हाल साउथे खसी बजार। अनि हजुरको समुदाय कस्तो थियो? शिक्षाहरू कसरी प्राप्त गर्नुभयो र हजुरको साथी सर्कल कस्तो बनिरहेको थियो जब तपाईँले यो नशा सेवन चाहिँ गर्न सुरुवात गर्नुभएको थिएन? नशा भन्ने के हो भन्ने कुरा हजुरलाई थाहा थिएन। त्यो बेलामा हजुरको जीवन पद्धति जीवन शैली कस्तो थियो? त्यतिलाई एकपटक स्मरण गरिदिनु। धन्यवाद हजुरलाई है, एकदमै राम्रो प्रश्न सोध्नुभयो। मेरो बाल्यकाल पनि एकदम राम्रो थियो है। पढाइमा म ठिकै हो, त्यस्तो खासै जान्ने मान्छे चाहिँ होइन म होइन। पढाइमा चाहिँ म सरकारी स्कुल पढेको हो होइन। त्रिभुवन शान्ति भन्ने अहिले पनि पोखरा युनिभर्सिटीको ठ्याक्कै अगाडिपट्टि छ त्यो स्कुल। मेरो बाल्यकाल चाहिँ त्यहीँ र त्यही स्कुलबाट हो। मेरो एसएलसी पनि त्यहीँबाट भएको हो होइन। त्यसपछि म कलेज पढ्नको लागि पोखरा आएँ होइन। पोखरामा बसेँ म। त्यसपछि म यहीँ एउटा व्यवसाय सुरु गरेँ मैले। त्यो व्यवसाय चाहिँ एसआरके सप्लायर्स खसी बजार चाउथे अहिले पनि छ है। मेरो चाहिँ यो जिप्सन बोर्डको चाहिँ होलसेल पसल छ। र मेरो पहिलो दिनहरू मेरो यो एडिक्सन सुरु भएको चाहिँ मेरो सुर्तीबाटै हो। मेरो सुरुवाती अवस्था चाहिँ मेरो एउटा सुर्तीबाट सुरु भएको। अझ त्यहाँ सुर्तीबाट सुरु भयो भन्दाखेरिमा सुरुमा हजुरले नर्मल चिजबाट सुरु गर्दा पनि हजुरलाई त्योसँग उत्प्रेरणा ल यसलाई ट्राई गर अथवा यसले चाहिँ केही राहत दिन्छ अथवा तँलाई केही भइरहेको छ भने चाहिँ यसलाई चाहिँ तैँले सेवन गर यसले राहत दिन्छ भनेर हजुरलाई सजेस्ट कसैले गर्यो? सजेस्ट गर्ने मान्छे हुनुहुन्थ्यो अथवा तपाईँले कतैबाट त्यसको चाहिँ सूत्रहरू केही त्यस्तो केही फेला पारेर आफैले सेल्फ ट्राई गर्नुभयो? एकदमै त्यो बारे पनि हजुरले साझा गर्नु। एकदम राम्रो एकदम। मैले अब अनेस्टली भन्दाखेरि चाहिँ मेरो दिदीले सेवन गर्नुहुन्थ्यो सुर्ती होइन। मेरो फ्यामिलीमा बाबा मम्मी सबैले खानुहुन्थ्यो। अनि दिदीले चाहिँ हामीलाई सानोमा के गर्नुहुन्थ्यो भने काम गराउनुहुन्थ्यो कि खेतमा। त्यतिखेर चाहिँ यो खा अनि तँलाई चाहिँ एकदम फुर्ती आउँछ जोस आउँछ भन्ने खालको तरिकाले मलाई दिनुहुन्थ्यो होइन मेरो सानो दिदीले होइन। अनि मैले त्यो सेवन गरेँ होइन। मैले देख्दा नि के हुँदो रहेछ भन्ने क्युरियोसिटी चाहिँ त्यो मलाई सानैबाट थियो। जब मैले युज गरेँ सुर्ती सेवन गरेँ त्यसपछि मलाई चाहिँ के भयो भने एकदमै त्यो एउटा कुरा के हुँदो रहेछ हुन त त्यसबाट हुने केही पनि होइन होइन। अहिले आएर मैले हेर्दाखेरि चाहिँ तर त्यतिखेर जुन कुरा क्युरियोसिटीमा खाइन्छ नि एकदमै मजा आउँछ अरे त्यसले झुम्म पार्छ अरे भन्ने खालको कुराले गरेर खाँदाखेरि चाहिँ मजा लाग्यो। त्यसपछि सेवन सुरु गरेँ। गर्दा गर्दा त्यो मेरो एउटा बानीमा परिणत भयो। त्यसपछि मेरो एडिक्सन त्यो मात्रै भएन के।
अब त्यो मात्रै नभएर मेरो अनि त्यसपछि बिस्तारै म रक्सीमा सुरुवात भयो होइन। अब साथीहरूसित कहिले कहिले पिकनिकमा जाँदा होइन, अनि कसैको बिहा सिया हुँदाखेरि जनता जाँदा त्यतिखेर समटाइम खाइन्थ्यो होइन। त्यो अवस्था मेरो बिस्तारै बढ्दै गयो। फेरि मैले चाहिँ वर्षमा 1-2 चोटि खाने मान्छे 6 महिना 1-2 चोटि खाने भएँ। त्यसपछि चाहिँ फेरि 2-3 महिनामा 1 चोटि खाने भएँ। त्यसपछि 1-2 महिनामा, त्यसपछि 10-15 दिनमा होइन। यो हुनलाई चाहिँ मलाई केही नभने 30 वर्ष लाग्यो लगभग 30 वर्षसम्ममा हुँदाखेरि मैले चाहिँ मलाई अब दिनमा 1 चोटि नखाइ मलाई निन्द्रै नलाग्ने अवस्था भइसक्यो। अनि त्यो चाहिँ जबसम्म हजुरले सुर्ती सेवन गर्न थालेको 30 वर्षसम्म हजुरलाई केही पनि फिलिङ नहुने, त्यो नचाहिएको नसा, अनि त्यो 30 वर्ष पछाडि 81 अब त्यो मैले त्यो छ, त्यो कुराहरू नि छ मसित, त्यो अनुभवहरू छ। मैले त्यो अनुभवलाई कसरी भने मेरो तरिकाले भन्दाखेरि है, अब यो कसैलाई यो अनुभवलाई काम गर्ला वा नगर्ला आफ्नो ठाउँमा छ। अब मैले यो सुरुवात गर्दाखेरि के लाग्थ्यो भने त्यो खासमा के रहेछ भनेर अहिले मैले मूल्याङ्कन गर्दाखेरि मेरो यो माइन्डमा त्यो कुरा खाएपछि म ठिक हुन्छु, त्यो खाएपछि मलाई जोस आउँछ होइन, त्यसले मेरो फिलिङ्सहरूलाई चाहिँ डिल गर्छ, मलाई आनन्द फिल हुन्छ भन्ने खालको कुराहरू चाहिँ मैले फिक्स गरेर राखेको हुन्छु कि खास। हजुर आफैले फिक्स गर्नुभयो? मैले आफैले फिक्स गरेको रहेछु। सुनाइदिएकाहरूले चाहिँ होइन, कोही कसैले नै होइन, मलाई भने भन्न त आनन्द आउँछ। अब अरूलाई आनन्द आउँछ आउँदैन आफ्नो ठाउँमा थियो होइन, तर मलाई चाहिँ के लाग्थ्यो भने त्यो खाएपछि मलाई चाहिँ आनन्द आउँछ है भन्ने कुरा चाहिँ मलाई लाग्थ्यो होइन। त्यो कारणले गर्दाखेरि नै जहाँसम्म लाग्छ म एडिक्सनमा फँसेको हो होइन। एडिक्सनमा फस्दै जाँदा म रक्सी खान सुरु गरेँ होइन। रक्सी पनि मलाई त्यही अनुसारले भयो। अब चुरोडको त त्यो एउटा एडिक्सन पार्ट होला मेरो होइन, सुर्ती चाहिँ। तर सुर्ती भन्दा पनि अब ठुलो कुरो चाहिँ रक्सी भनौँ न अब होइन। यसले चाहिँ मेरो जीवनमा ठुलो भुइँचालो ल्याइदियो कि होइन। सुर्तीसम्म त ठिकै थियो होइन, केही भएको थिएन। जब मैले रक्सी सुरु गरेँ, रक्सी सुरु गर्दै जाँदा म 30 वर्षसम्म आइपुग्दाखेरि चाहिँ मैले सधैँ डेली मात्रामा रक्सी खान सुरु गरेँ। कहिले दिउँसै खाइदिने होइन, त्यो अवस्था हुँदै गयो। त्यसपछि त मैले अनि त्यसपछि त केही समयपछि त मैले बिहानैबाट खान सुरु गरेँ। अब बेला हजुरले त्यो रक्सीसँग त्यसरी चाहिँ लत बसिराख्दा हजुर रक्सी प्रेमी हुँदाखेरिमा कुनै रिजन केही त्यस्तो त्यो मैला चाहिँ के लाग्थ्यो भने त्यो मलाई केही नै थिएन त्यस्तो, मैले खालि त्यस्तो केही मेन्टल्ली मेरो प्रेसरहरू केही पनि थिएन। खास मैले रमाइलोको लागि खाइरहेको तपाईँले अघि नै भनिसक्नु विलासिताको लागि। त्यो विलासिता भने जस्तै मेरो पनि त्यो सुर्तीबाट सुरु भएको एडिक्सन रक्सी हुँदै होइन मेरो जीवनमा ठुलो भुइँचालो ल्याइदियो कि त्यसले। जस्तो कि अहिले पनि समाजमा यही परिवेशमा गुटखा सुर्ती खाने मानिसहरू, नखाने मानिसहरू, बरु खाने मानिसहरूभन्दा नखाने मानिसहरू खोजेर भेट्टाउन चाहिँ एकदमै गाह्रो छ। हजुर हो। अब खासमा हजुरको पनि अनुभवमा चाहिँ एडिक्सनको सुरुवात चाहिँ गुटखा सुर्तीबाट नै भएको देखियो। अब विकराल रूप लेला नलेला त्यो त अब युजरमा आफूमा डिपेन्ड हुने कुरा पनि होला। उसको अवस्था कस्तो हो, उसको कुन सोचाइ हो, कुन थिङ्किङले चाहिँ उसले युज गरिरहेको छ, कुन सर्कलमा ऊ हुर्किरहेको छ, त्यसले पनि फरक त पार्ला। अब त्यसमा अलिकति त्यो एडिक्सनमा ग्रोथ हुनको लागि केही क्याटालिस्टहरू, उत्प्रेरणा मिल्ने कुराहरू केही भेट्नु हो? यसमा चाहिँ मैले के देखेँ भने यो हामी जुन मान्छे एडिक्सनमा फस्ने मान्छे छ नि, मैले त यो एडिक्सनमा फस्ने भनेको यो एउटा नेचर हो कि, एडिक्सन भनेको नेचर जस्तो लाग्छ कि मलाई चाहिँ अहिले आएर मैले हेर्दा उसको स्वभाव हो कि। किनभने म छुट्टै बन्न पर्ने कि, कोही मान्छे भन्दा छुट्टै देखिन मन लाग्ने कि, मेरो नेचर अहिले पनि त्यही छ होइन। मैले यो हातमा टाटो खोपी हो, यो म छुट्टै एक्स्ट्रा बन्न खोजेको हो कि म कि होइन, म अरूभन्दा छुट्टै छु है। त्यो कुराले गर्दाखेरि एडिक्सनमा धेरै मान्छेहरू फँसेको हुन्छ मेरो अनुभवमा है। किनभने मान्छे मलाई थाहा छ कि रक्सीले मलाई राम्रो गरेको छैन, मलाई रक्सीले राम्रो गर्दैन भनेर थाहा हुँदा नि मान्छेले युज गर्छ। एक त त्यहाँ 2 किसिम हुन्छ हेर्नुहोस्, मैले भने नि
एउटा मान्छेले भन्छ नि एउटा सबकन्सियस माइन्ड हुन्छ, एउटा सब कन्सियस माइन्ड हुन्छ, एउटा सबकन्सियस माइन्ड हुन्छ। हाम्रो कन्सियस माइन्डमा चाहिँ जम्मा 5% काम गर्छ कन्सियस माइन्डले भने सबकन्सियस माइन्डले 95% काम गरिरहेको हुन्छ। त्यो 95 मा नि 5% फेरि कन्सियसै माइन्डले काम गरेको हुन्छ होइन। अब यो एडिक्सन भनेको कुरा नि एकदम गहिरो छ कि यहाँनिर होइन। अहिले मैले आएर फर्केर हेर्दाखेरि के लाग्छ भने जब यो सबकन्सियस माइन्डमा हाम्रो धारणा भन्छ कि धारणा, एटिट्युड, बानी बेहोरा, मेरो के लाग्छ भने मेरो नसा मात्रै समस्या चाहिँ थिएन कि मेरो धारणा चाहिँ समस्या हो कि। किनभने त्यो धारणा मैले त्यो धारणालाई मलजल गरेर त्यसलाई चाहिँ हुर्काएर अनि त्यो ठुलो भएको हो कि होइन। नभए कन्सियस माइन्डलाई त थाहा छ नि त यसले खानु हुन्न है, यो रक्सी राम्रो होइन, यसले लिभरलाई खराब गर्छ भनिरहेको हुन्छ यसले त। तर सबकन्सियस माइन्डमा त गएर त्यो फिक्स भएर बसिसक्यो त्यो कुराहरू। अब त्यो ह्याबिचुअल भइसक्यो कि। अब मैले त्यसलाई मेटाउनको लागि नसा मात्रै छोडेर हुँदैन, नसा मात्रै छोडेर त हुँदैन। नसा मात्रै छोडेर मेरो शारीरिक अवस्था ठिक भयो, मेन्टल्ली अवस्था ठिक बनाउनलाई तपाईँले बानी बेहोरै ठिक बनाउनुपर्छ। त्यो भएर मैले धेरै मान्छेलाई भन्छु यो कुरा मैले भोगेको कुरा हो यत्रो वर्षमा होइन। मैले लगभग 15-20 वर्ष नसा सेवन गरेँ होइन। यसमा चाहिँ मैले एकदमै केलाएर हेर्दाखेरि चाहिँ के लाग्छ भने हामीले जुन कुरा धारणा होइन, हामीले जुन धारणा हामीले फिक्स गरेर राखेको छ त्यो धारणालाई चिन्न सक्नुपर्छ, बुझ्न सक्नुपर्छ। हजुरले सुरुमा दिदीले भन्नुभयो, हजुर दिदीले सुर्ती दिएर ट्राई गर्दा कति वर्षको हुनुहुन्थ्यो? म त्यतिखेरको 10-12 वर्षको थिएँ होला। अनि त्यस पछाडि सुर्ती सँगै रक्सीमा ग्रोथ हुँदाखेरिमा त्यो उमेरमा म 15-16 वर्षको थिएँ। 15-16 वर्ष हजुर उमेरबाट 30 वर्ष भइन्जेलसम्म रक्सी सेवन गरिराखेँ मैले। अनि त्यति बेला ठ्याक्क त पढाइ गर्ने उमेर हो। हो एकदम। त्यसलाई कहाँ पुर्याएर छोड्न पर्यो कि कसरी? मैले पढाइको हिसाबमा चाहिँ मैले +2 गर्दै छोडिदिएको। +2 गर्दै पढाइलाई चाहिँ मैले त्यसपछि चाहिँ कलेज पढ्दै चाहिँ मैले त्यसलाई निरन्तरता दिइराखेँ र यसले सबैभन्दा ठुलो असर पारेको चाहिँ मेरो पढाइमा। पढाइ त मेरो खतम बनाइदियो। अनि अर्को कुरा जोड्न चाहे यसमा, हजुरले पढाइ त छोड्नुभयो, त्यसैको कारणले हजुरले पढाइ बिग्रनुको पुरै दोष चाहिँ जुन पदार्थहरू युज गर्नुहुन्थ्यो ती पदार्थहरूलाई दिनुभयो। त्यति बेला हजुरले पढाइ अध्ययन गर्दै जाँदाखेरिमा अध्ययनका लागि पनि मनी फेरि त्यहाँ आर्थिक अवस्था, पैसाको बन्दोबस्ती कसरी गर्नुहुन्थ्यो भन्ने कुरा आउँछ। हजुर। अनि त्यो सँगै फेरि हजुरले पढाइ पनि कन्टिन्यू गर्ने र यतापट्टि एडिक्सन पनि हुँदाखेरिमा त्यो दुईटालाई म्यानेज गर्ने अर्थव्यवस्था चाहिँ कसरी गर्नुहुन्थ्यो? यस्तो हुन्थ्यो त्यो बेलामा चाहिँ हामीलाई रक्सी खानलाई खासै पैसा चाहिन्थेन। हामी एकदम सम्पन्न मान्छे पनि थिएनौँ होइन, ठिक्क मिडल क्याटेगोरीको मान्छे भएको कारणले गर्दाखेरि लगभग त्यो रक्सी खानलाई कहिले खानलाई हामीलाई खासै समस्या हुन्थेन। जब मेरो बानी परिसकेको थियो, जब म ह्याबिटमा गइसकेको थिएँ, जब म ह्याबिचुअल भइसकेको थिएँ, त्यतिखेर त मेरो व्यवसायहरू थियो, त्यसबाट इन्कमहरू आउँथ्यो, इन्कम हुन्थ्यो, अनि त्यसबाटै मैले सेवन गर्थेँ। अनि यो एडिक्सनको कारणले व्यवसायलाई कहिले ह्याम्पर गर्यो कि गरेन? पर्यो एकदमै। अहिले मलाई त्यतिखेर चाहिँ मलाई के लाग्थ्यो भने रक्सी खाँदाखेरि चाहिँ के लाग्थ्यो भने मैले जे गरेछु एकदम ठिक गरिराखेको छु होइन। मैले कसैको कमाइ पनि खाएको छैन, मैले मेरो कमाइ खाएको छु होइन। मैले के नै खाएको र मैले रक्सी त खाएको होइन। रक्सीले के फरक पार्छ? मान्छे सबैले खान्छ नि त रक्सी। अब रक्सीले खासै के फरक पार्छ र भन्ने हिसाबले चाहिँ मैले खाएको। तर अहिले मेरो यो पाटोले अहिले म जुन रिकभरिङमा छु, रिकभरिङ प्रोसेसमा छु, यो पाटोबाट हेर्दाखेरि चाहिँ धेरै कुराहरू चाहिँ मैले के बिगारेको छु व्यवसायमा। जस्तै मैले बारम्बार खान्थेँ, म दोकानमा राम्रोसित काम गर्न सकिरहेको हुन्थिनँ होइन। मैले साथीभाइसित राम्रो सम्बन्ध बनाउन सकिनँ होइन। त्यसले गर्दाखेरि मेरो व्यवसायमा चाहिँ असर त पर्ने भयो होइन। किनभने व्यवसाय भनेको त टाइम हो नि त। तपाईँले जति राम्रो टाइम दिनुहुन्छ व्यवसायमा त्यति नै राम्रो हुने हो होइन। रक्सीले त मैले त अब रक्सी खान सुरु गरेपछि त मलाई त अब कसैले फोन गर्छ, ल आइज यहाँ चाहिँ त भने अब मैले यहाँ सामान कताबाट आयो के आयो मतलब छैन। अब खान पाइन्छ, साथी घुम्न पाइन्छ, रमाउनु पाइन्छ भनेर दौडिहाल्थेँ म। त्यसले गर्दा यता त ह्याम्पर त परिहाल्छ होइन, धेरै ह्याम्पर परेको छ। अनि हजुरलाई त्यो भइसके पछाडि रक्सीभन्दा माथि जान इन्करेज कसैले गर्यो गरेन? गर्यो, एकदमै गर्यो है। हजुर। त्यो पनि युज गर्दै जानुभयो? होइन, मैले त्यो खासै युज गरिनँ। मैले त ड्रग्स चाहिँ ट्राई त गर्नुभयो? ट्राई गरेँ। ट्राई कसरी गर्नुभयो? ट्राई चाहिँ अनुभव गर्यो एकदमै। गर्यो है। हजुर।
त्यो पनि युज गर्दै जानुभयो होइन मैले त्यो खासै युज गरिनँ मैले त ड्रग्स चाहिँ ट्राई त गर्नु ट्राई चाहिँ गरेँ ट्राई गरेँ गाँजाको ट्रिप चाहिँ अलि मन परेन होइन अलि डर लाग्ने कि गाँजाले चाहिँ डर लाग्ने कसैले हेरिरहेछ कि होइन बोलाइरहेछ कि मलाई वाच गरिरहेछ कि त्यस्तो हुन्थ्यो कि मलाई गाँजा रक्सी खाएपछि चाहिँ एकदम जोस आउने अनि त्यो गाँजाले चाहिँ अलिकति डरा जस्तो हुने भएर मलाई त्यो गाँजाको ट्रिप चाहिँ खासै मन परेन अनि यो एडिक्सनमा फस्ने मान्छेहरूको मैले हेर्छु होइन अहिले आएर हेर्दाखेरि के पाएँ भने सबैको आफ्नो चोइस हुन्छ है कसैलाई रक्सीको हुन्छ त्यो ट्रिप जुन मजा त्यसले पहिला सुरुमा लियो नि जुन मजा लियो त्यही मजामा चाहिँ त्यो बसेको हुन्छ कि हेर्नुहोस् कसैलाई गाँजा एकदम मन परेको हुन्छ कसैलाई ब्राउन एकदम मन परिरहेको हुन्छ कसैलाई चाहिँ तपाईँको सुईहरू होइन अब हाम्रो त्यो उसहरू युजहरू अरू अब त्यो आफ्नो चोइसको केमिकल हुन्छ क्या यो ड्रग्समा एउटा कुरा चाहिँ सोध्न मन लागेको दाइ हजुरसँग हजुरले त्यो छोड्ने प्रोसेसिङ नहुँदासम्म मैले यति रकम चाहिँ एडिक्सनमा फालेँ होला अथवा रक्सी खाएरै फालेँ होला भन्ने हिसाब किताब हुन्छ हजुरको हुन्छ सर एकदमै हुन्छ भन्न मिल्छ त्यो मैले सक्नुभयो होला धेरै त होइन 10 करोड जति फालेँ होला 10 करोड जति रक्सी खाएर फाल्नु हजुर 10 करोड एडिक्सनमा फाल्नु त्यो रक्सी खाएर मात्र नभनौँ त्यो रक्सी खाँदाखेरि खाएको त हो अब त्यो रक्सी त कति नै महँगो पर्छ र अब फेरि रक्सी मात्रै 10 करोड कहिले कति खाएर भन्लान् मान्छेले फेरि होइन त्यसले होइन कि त्यसले निम्ताएको परिणामहरूले गर्दा त्यसले रक्सी खाएर मैले गर्थेँ त्यति राम्रो काम गर्न सक्थेँ भने त्यति राम्रो चाहिँ काम गर्न सकिनँ त्यसले गर्दाखेरि मेरो 10 करोडभन्दा माथिको चाहिँ क्षति पुगेको छ एउटा कुनै त्यस्तो मलाई चाहिँ यो एडिक्सनमा भएर एकदमै परेको समस्या बिचमा त्यो हजुरले अहिले फिल गरेको मैले सबैभन्दा फिल गरेको कुरा चाहिँ मैले आफू बसेको जुन जग्गा छ नि बाबाले कमाएको होइन अहिले मैले हेर्दाखेरि बाबाले कमाएको मेरो घर बारी थियो होइन त्यो चाहिँ बेचेको छु कि मैले तर बेचे पनि मैले त्यो बराबरको सम्पत्ति चाहिँ किनेको छु जोडेको छु तर पनि पुर्खौली भनेको पुर्खौली हुँदो रहेछ तर मैले त्यो ठुलो भुल गरेँ त्यतिखेर चाहिँ त्यतिखेर म फुल्ली तपाईँको सफरिङमै थिएँ दर्शकवृन्द हामी कुनै काल्पनिक कथामा छैनौँ हामी एकदमै व्यक्तिगत र वास्तविक जीवनसँग जीवनका अनुभवहरू साझा गरिरहेका छौँ अब यस पछाडि उहाँ अहिले एक सफल उद्यमी र व्यवसायी पनि हुनुहुन्छ अब सुनौँ उहाँका उद्यमीका कुरा र व्यवसायतर्फका कुरा अब यो एडिक्सनको कुरा चाहिँ छोडिदिनुहोस् अब हजुरलाई यो छोड्नुपर्छ एडिक्सन त हजुर लाग्नुभयो त्यो पैसा पनि सक्नुभयो अब चाहिँ यो धेरै नै भयो यसले गर्दाखेरिमा मलाई चाहिँ धेरै ठाउँमा बिगार्यो मलाई यो कुराहरू चाहिँ धेरै पहिला नै आएको आउन त होइन यो अब मलाई यसले ठिक गरिरहेको छैन मैले चाहिँ रक्सी छोड्नुपर्छ भन्ने कुरा चाहिँ म रियाब बसेरै थाहा पाएको रियाबबाट थाहा पाए पनि मैले छोड्न सकिरहेको थिइनँ जब मलाई के लाग्छ भने अहिले पछिल्लो समयमा म चाहिँ यस्तो अवस्थामा रियाबमा पुगेँ कि म त्यो रियाबभित्र 2-3 चोटि सिरियस भएर ढलेको छु कि यहीँ हजुर आउनुभएको रियाब सुरुमा इन्ट्री भएको रियाब चाहिँ म सबभन्दा सुरुमा बसेको रियाब चाहिँ रिचमन्ड नेपाल त्यतिखेर त अब म 1-1.5 महिना बसेर निक्लिएँ होइन अब कुनै ठाउँमा 1 महिना कुनै ठाउँमा 2 महिना त्यस्तो बसेँ म लामो समय कुनै रिया पनि बसिनँ कामले गर्दाखेरि ट्राई गर्न मात्रै आउनुभयो ट्राई मात्रै बसेर फेरि सुरु गर्थेँ त्यो प्रोसेसिङ अनि त्यो प्रोग्रामको विषयमा मैले के नि बुझिनँ कि खासै बुझ्नै पाइनँ होइन त्यतिखेरै मैले बुझेको है यति लामो समय चाहिँ म फेरि यो बिचमा चाहिँ फेरि पल्टिन पर्थेन नि त राम्रो हुन्थ्यो नि त भन्ने चाहिँ मलाई लाग्छ अनि जब म त्यो रियाबमा बस्दाखेरि चाहिँ मलाई त्यो सिरोसिस भएर म 2-3 चोटि ढलिसकेपछि अनि मैले चाहिँ त्यतिखेर के विचार गरेँ भने होइन म यो रियाबमा बस्नैपर्छ अब होइन यो रियाबमा बस्नैपर्छ प्रोग्राम लिनैपर्छ र म सुध्रिनैपर्छ अब अति भइसक्यो भन्ने कुरा मलाई काँडा आयो होइन त्यसपछि म नबोलिकन एकदमै सेल्फ रियलाइजेसन म 3 महिना पुरै बसेँ मैले फ्यामिलीलाई एकचोटि फोन पनि गरिनँ र फ्यामिलीलाई भेट्न आए पनि मैले राम्रो छ ठिक छ म बसिरहेको छु भने म कहिले पनि घर जान्छु पनि भनिनँ त्यसले गर्दाखेरि चाहिँ अनि मैले चाहिँ अहिले बल्ल बुझ्न पाएको छु अनि हजुरलाई यो रिहेबिलिटेसन उपचार गराइराख्दाखेरिमा रिइस्टाब्लिस भइराख्दाखेरिमा हजुर
के जस्तो लाग्छ यो मान्छे सुध्रिनको लागि कतिपय अवस्थामा चाहिँ ड्रग एडिक्टरहरूलाई परिवारले साथी सर्कलले नजिकको मान्छेले त चाहिँ रियाबमा बस्नुपर्छ पुनर्स्थापित हुनुपर्छ भनेर प्रेसर दिएर ल्याएका हुन्छन् हजुर अनि र हजुर जस्तो चाहिँ आफै भित्रबाट आएर चाहिँ कोही फेरि यसरी पनि बस्नुभएको हुन्छ त्यसरी बस्दाखेरिमा प्रेसर दिएर ल्याएको मान्छे रिइस्टाब्लिस हुन सक्ला तपाईँले एकदमै राम्रो क्वेसन सोध्नुभयो है किनभने हो हुने नै यही हो है किनभने प्रेसरमा र सेल्फ कन्फिडेन्टमा भनौँ न आफ्नो विलमा आउने मान्छेहरू कम मात्रामा हुन्छन् र जबरजस्ती घर परिवारले वा समाजले समातेर लिएर आउने मान्छे धेरै मात्रामा हुन्छन् के अर्को कुरा जब सफरिङमा भइरहेको मान्छे हुन्छ सफरिङमा भएको मान्छेहरू कस्तो हुन्छ भने उसले बुझ्नै खोजेको हुँदैन कि कन्सियस माइन्डले बुझ्न खोज्छ सबकन्सियस माइन्डमा त फिक्स भएर बसिसकेको छ उसको एटिट्युडहरू बानी बेहोराहरू धारणाहरू सब फिक्स भएर बसिसकेको छ त्यसले बुझ्नै दिँदैन कि उसलाई त्यही भएर यहाँ के हो गराइने हो भने जबरजस्ती भयो नि गराउने हो कि उसलाई 1 महिना गाह्रो लाग्ला 1.5 महिना गाह्रो लाग्ला 2 महिना गाह्रो लाग्ला 2.5 महिना गाह्रो लाग्ला 3 महिना त उसले बुझ्छ नि त ओ ये मेरो लागि रहेछ म सुध्रिनु पर्ने रहेछ म सुध्रियो भने सब सुध्रिनु ठिक हुँदैछ मेरो कारणले सबै कुरा अस्तव्यस्त भएको रहेछ भन्ने कुराहरू चाहिँ बुझ्छ कि त्यो मैले फ्यामिलीहरूलाई के भन्छु भने उसको त्यो रोग हो कि जब तपाईँको मन नै रोग सफा छैन मनमै तपाईँको रोग छ भने त तपाईँ चाहेर नि राम्रो हुन खोज्नु भएन नि त पहिला मनलाई त सफा गर्नु पऱ्यो नि त अनि हजुर पहिलो पटक रियाबमा आउँदाखेरिमा फ्यामिलीबाट ल्याइनु भएको थियो अथवा आफै आउनु भएको थियो हजुर त्यसरी एडिक्सनमा फस्दाखेरिमा फ्यामिलीले कुनै प्रेसर दिन्थेन तपाईँ सुध्रिनुपर्छ होइन एकदमै दिन्थ्यो मलाई त जबरजस्ती लग्यो त्यतिखेर मेरो फ्यामिलीले मलाई जबरजस्ती लिएर गएको म खाएर होसमै थिइनँ होइन म होसमा आउँदाखेरि रियाबमा थिएँ भनेपछि कस्तो हालतमा रहेछु म बिओसीमा गाडीमा हालेर रियाबमा पुऱ्याएको थिएँ पछि होसमा हेर्दाखेरि त म रियाबमा रहेछु होइन अनि त्यतिखेर नि मलाई फिल हुन्थेन कि त्यस्तो अवस्थामा आएको छु म होइन तर पनि म के भएको छु र म त ठिकै हो नि होइन म त राम्रै मान्छे हो मैले त रक्सी मात्रै खाएको यार त्यही भएर यो एडिक्सन भन्ने कुराहरू रक्सी र अन्य नसासित तुलना गर्न मिल्दैन हेर्नुहोस् जुन नसा खाए पनि नसै हो त्यो रक्सी यो ब्राउन खानी चाहिँ एकदमै ट्यापे हो रक्सी खानी चाहिँ एकदम ठिक हो त्यो हुँदैन हेर्नुहोस् एडिक्सन भनेको दुर्व्यसनी भनेको यस्तो मान्छे हो जसको जीवन नसामा केन्द्रित छ अनि अलिअलि फ्यामिलीले इकोनोमिक कन्ट्रोल गर्न खोज्दैनन् त्यति बेला हजुरलाई एकदम त्यो त जसको परिवारले नि सोध्छ इकोनोमिक कन्ट्रोल भन्दा नि मलाई पैसा नदिने होइन पैसा लगाएर रक्सी खाइहाल्छ त्यति बेला कसरी म्यानेज गर्नुभयो त्यतिखेर चाहिँ म कस्तो थिएँ भने म व्यवसायमा अलिकति भिजिसकेको मान्छे मलाई प्रायः सबैले चिन्थ्यो होइन मलाई जहाँ गयो नि उधार दिने अनि रक्सी खाना त दिने भयो अरू खाना पो मान्छे यस्तो खायो उस्तो खायो भन्छ त हाम्रो समाज मैले भन्छु नि यो कुरा चाहिँ हाम्रै समाज हो कि यो वातावरण बिगार्ने हेर्नुहोस् होइन मान्छेले अहिले पनि अब कति साथीहरूले भन्लान् रक्सीले चाहिँ के गरेर मैले त सधैँ खान्छु भन्लान् तर कुनै न कुनै चाहिँ परिणाम राम्रो आउँदैन रक्सी खाएर मैले एकजना मान्छे पनि रक्सी खाएर राम्रो परिणाम लिएको मान्छे चाहिँ छैन त्यही भएर रक्सी पनि एउटा नसा हो र नसा पनि कुनै ड्रग्स होस् के होस् त्यसको जीवन चाहिँ त्यो अस्तव्यस्तै भएको हुन्छ मैले प्राय गरेर अब कुनै होला म्यानेज गरेर खाने होला 2-4 जना होइन अब हुन्छ नि त्यस्तो म्यानेज गरेर मान्छे खाने मान्छेहरू नि मैले देखेको छु अहिले पनि म्यानेज गर्छन् बेलुका खान्छन् 1-2 प्याक खान्छन् बस्छन् अब तिनीहरूलाई हेरेर भएन नि जस्तै एउटा म तपाईँलाई फर इक्जाम्पल एकदम राम्रो उदाहरण दिन्छु कि म एकजना एउटा रियाबमा म काम गर्थेँ त्यतिखेर एउटाले के भन्यो भने सर हाम्रो घरमा माथि एउटा 95 वर्ष बुवा हुनुहुन्छ उहाँले सधैँ गाँजा खानुहुन्छ अहिले पनि एकदमै एक्टिभ छन् केही हुँदैन केही असर गर्दो रहेछ त भनेर भन्छ कि उसले कि तर उसले आएर फेरि त्यही गाँजाले यहाँ गण्डकी हस्पिटलमा आएर मानसिक वार्डमा आएर हेरेको छ दिनमा सयौँ मान्छे आएर त्यही गाँजाले बिजोग बनाएको मान्छेहरू हेरेछ रियाबहरूमा यत्रो 15-17 रियाब छ हाम्रो यहाँ रियाबमा कतिजना गाँजाको गाँजा युजले गर्दा समस्या परेर तपाईँको मानसिक सन्तुलन बिगारेका मान्छेहरू छन् सबभन्दा मानसिक सन्तुलन बिगारी नै गाँजा हो त्यही भएर नसा कुनै पनि होस् जुनैसुकै होस् म्यानेज गरेर खान सक्छ भने इट्स ओके रोग भनेको यस्तो चिज हो हेर्नुहोस् डिजिज भनेको यस्तो चिज रहेछ कि डिजिजले कुनै मान्छे हेर्दैन कि कुनै क्याटेगोरी हेर्दैन कि कुनै रूप हेर्दैन
कुनै रङ्ग हेर्दैन। नितान्त एउटा मनरोग हो यो, मनको अवस्था हो, मनमा गढेर बसेको समस्या हो यो तपाईँ आफैले नै निकाल्न पर्ने हुन्छ कि होइन। त्यही भएर कसैले पनि कुनै पनि प्रकारको नसा चाहिँ सेवन गर्न हुँदैन भन्ने कुरा चाहिँ मेरो छ। अहिले चाहिँ हजुर पूर्ण रूपमा ठिक छु जस्तो लाग्छ? हजुर म चाहिँ अहिलेको अवस्थामा ठिक छु, तर यो मेरो रोग चाहिँ ठिक छैन है। फेरि म निको मात्रै भएको हो। मसित जुन डिजिज छ त्यो रोग मरिन्जेलसम्म रहन्छ, त्यो कुरा चाहिँ बुझेछु मैले अहिले आएर। के अब यो भन्नको मतलब तपाईँले जुन कुनै बेला पनि फेरि पुनः दुर्व्यसनीमा लागेर सक्छु। यो एउटा डिजिज हो, यो तपाईँसित छ यहाँ डिजिज रोग छ के। जस्तै तपाईँलाई प्रेसर भयो, सुगर भयो, तपाईँलाई त्यो चट्टै हुन्छ त, तपाईँले दबाई खान छोड्नु भने के हुन्छ? फेरि बल्झिँदैन? त्यस्तै हो, बल्झिन्छ यो। तर आफूले त्यो प्रोग्राममा काम गर्नु पर्यो। यहाँ सिकाएको कुराहरूलाई युज गर्नु पर्यो। हजुरले त त्यो अझै बनाउन सक्नु भएको छैन कि म यसलाई कुनै पनि हालतमा जस्तोसुकै जीवनमा मेरो जस्तोसुकै घटना घटोस्, चाहे बाढी आओस्, चाहे चट्याङ परोस्, म अब यो चिजबाट चाहिँ टाढै हुन्छु, म यसलाई छुँदिनँ भनेर प्रण गर्न अझै हजुर चाहिँ रेडी हुनु भएको छैन? अनि छु म एकदमै। अहिले त एउटा मनोरोग हो यो रोग हो। यसको समस्या समाधानको लागि सधैँ प्रोग्राममा यानेको एएको कार्यक्रम हुन्छ हाम्रो। जस्तै बाहिर मिटिङहरू हुन्छ यानेको होइन, यहाँ मिटिङहरू तपाईँको हप्तामा 7 दिन हुन्छ पोखरामा होइन, विभिन्न ठाउँमा हुन्छ। त्यो प्रोग्राममा हामी जस्तै लागु औषध छोडेर बसेको मान्छेहरू, रक्सी छोडेर बसेको मान्छेहरूको एउटा सामूहिक कार्यक्रम हुन्छ। त्यसमा आफ्नो आशा शक्ति र अनुभवहरू सेयर गरिराखेका हुन्छन्। त्यो सुन्नी म यतातिर लाग्थिनँ भन्ने कुनै आउँछ अहिले? त्यस्तो त्यो बेलामा यस्तो नभएको भए म यतातिर लाग्थिनँ होला यार भन्ने केही हुन्छ कि हुन्न? यस्तो भइदिएको भए म दुर्व्यसनमा लाग्थिनँ भन्ने कुरा त्यो हुँदैन। त्यो सबैको कारण जड नै मै हो कि। म कसैलाई दोष दिनै चाहन्न अहिले आएर। हिजोको दिनमा दिन्थेँ मैले, ऊ त्यसले गर्दाखेरि खाएको, ऊ यसले गर्दा खाएको, मेरो बुढी ठिक नभएर खाएको, मेरो आमा ठिक नभएर खाएको, मलाई त्यो व्यवसाय भएको भए म खान्थिनँ होला, त्यो पैसा टन्न मसित भएको भए मैले खान्थिनँ होला, तर मैले जे गरे पनि खान्थेँ। त्यो त समस्या, यो समस्या तपाईँको जीवनभर रहने समस्या हो। यो कहिले पनि निको नहुने समस्या हो। यो तपाईँको जीवन हो, तपाईँको मृत्यु शय्यामा गएपछि बल्ल निको हुने समस्या हो कि यो चाहिँ होइन। यसलाई निरुन पार्नलाई चाहिँ नखानिने हो। अन्तर्वार्ता टुङ्ग्याउन चाहे हजुरले अहिले जुन मानिसहरू दुर्व्यसनीमा फसिरहेका छन् उहाँहरूलाई के भन्न चाहनुहुन्छ? हजुर म के भन्न चाहन्छु भने सबैजनालाई हेर्नुहोस् होइन, मैले भनेको कति कुराहरू हजुरलाई राम्रो लाग्दैन होला। रक्सी पनि एउटा नसा हो भन्दाखेरि अलिक गाह्रो नलाग्ला है। कति मान्छेहरू हुनुहुन्छ कि रक्सी खानुहुन्छ, म्यानेज गर्नुहुन्छ, त्यो ठिक छ, इट्स ओके है। कसैलाई मैले नराम्रो भन्न खोजेको चाहिँ होइन। जो मान्छेलाई रोग छ, यो समस्या मनोरोग छ, जुन मान्छेलाई समस्या छ, त्यो मान्छेले चाहिँ खान हुँदैन। र रक्सी पनि एउटा नसा हो र यो नसाले आफ्नो जीवन अस्तव्यस्त बनाएको छ, आफ्नो जीवन चाहिँ प्रतिकूल असर पारेको छ भने त्यो रक्सी पनि कुनै ड्रग्स भन्दा कम छैन। अनि अर्को कुरा, लागु औषधले तपाईँको जीवनमा तपाईँलाई मात्रै होइन, तपाईँको वरिपरि आफ्नो परिवार, छरछिमेक, समाज, राष्ट्र सबैलाई असर पारिरहेको हुन्छ होइन। त्यही भएर कृपया म यहीँबाट अनुरोध गर्दछु, कृपया कसैले पनि नखाइदिनु होला। र कसैलाई कुनै समस्या पर्यो भने हाम्रो युवा सञ्जाल परिवर्तनको लागि युवा सञ्जाल काशीमा सम्पर्क राख्नु होला। धन्यवाद। दर्शकबिन, अहिलेसम्म हामीले सुनौँ उहाँका बिग्रेका कुरा। उहाँको यति मात्रै होइन, उहाँ अहिले परिवर्तनका लागि युवा सञ्जाल भन्ने रिहेबिलिटेसन सेन्टरमा उपचार गराएर आफ्नो जीवनलाई सामाजिकीकरणतर्फ लम्काइरहनु भएको छ। उहाँ एक सफल उद्यमी हुनुहुन्छ भनेर मैले सुरुको अन्तर्वार्तादेखि नै बारम्बार दोहोऱ्याइरहेको छु। उहाँको पोखरामै 2वटा जिम छन् र अन्य पसलहरू पनि छन्। त्यो जिम र पसलको नाम चाहिँ उहाँबाट नै सुनौँ। मेरो चाहिँ तपाईँको यो हाम्रो पावर जिम भन्ने छ। मेरो एउटा चाहिँ यो शिवचोक पोखरा 10 मा छ। एउटा चाहिँ बुढी बजार चाहिँ 30 पर्छ क्या होइन, बुढी बजारमा पावर जिमै छ। त्यो लगत्तै मेरो अर्को चाहिँ एसआरके सप्लायर्स भन्ने जिप्सन, यो सिलिङ सम्बन्धी आइटम हो, जिप्सन बोर्ड। यसको चाहिँ होलसेल पसल छ तपाईँको खसी बजार चोकमा। यो अहिलेको इन्टरनेसनल एयरपोर्टको ठ्याक्कै अपोजिटमा थोरै तलपट्टि पर्छ है, एसआरके सप्लायर्स पोखरा 10।
दर्शकबिन कार्यक्रम अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसका लागि धन्यवाद र धन्यवाद आफ्ना जीवनका तिता मिठा अनुभवहरू साझा गरिदिनु भएकोमा सुभाष चन्द्र कणेल दाईलाई। अर्को कार्यक्रममा पुनः भेट हुनेछौँ। धन्यवाद।